Okay, good afternoon, students. हामी आजको क्लास सुरु गर्नुभन्दा अगाडि एउटा स्मल एकदमै सिम्पल क्वेसन सोध्छु है त। मेरो क्वेसन के छ भने के हामी एक्लै बाँच्न सक्छौँ? सक्दैनौँ है। हामीलाई अरू जीव र अरू बोट बिरुवाहरूको मद्दत चाहिन्छ चाहिन्छ। अब एकचोटि इमेजिन गरौँ त, बोट बिरुवा नहुने हो भने हामी के हुन्थ्यौँ होला? किनभने अक्सिजनको मात्रा अक्सिजनै हुन्थेन, हामीले अब पानी पनि पाउँदैन, पानी सफा हुन्थेन, त्यसै गरेर हामी मर्थ्यौँ। ओके ल, ठिक छ। अब अरू कुन जीव, यस्तो कुनै जीव एकचोटि सोच त जुन जीव नहुने हो भने हामी मान्छेको अस्तित्व नै हुँदैन। ब्याक्टेरिया कसरी? ओके, बोट बिरुवाको लागि मलहरू बनाउने काम ब्याक्टेरियाले गर्छ। ठिक हो। अरू के? ओके, अब एउटा गर्ल्सहरूले एउटा कुनै जीवको बारेमा भन त, यस्तो कुन जीव छ जुन चाहिँ भएन भने हामी बाँच्दैनौँ होला? एउटा बोट बिरुवाको कुरा आइसक्यो, यताबाट ब्याक्टेरियाको कुरा आइसक्यो। अब त्यो बोट बिरुवा र ब्याक्टेरियालाई अर्को कुनै एउटा जीवको कुरा गरौँ त। के होला? अरूले बुझ्यो? हो, किरा भएन भने हामी बाँच्छौँ कसरी? फुलहरूको परागसेचन होइन? परागसेचन भएन भने के हुन्छ त? अब सर फुलहरू उम्रिँदैन, अब बिउ आउँदैन, अनि बिउ नआएपछि बोट बिरुवा भन्ने नै रहन्छ। ओके, भनेपछि हामीले डाइरेक्टली भनौँ या इन्डाइरेक्टली भनौँ, अरू जीवहरू नभए हामी बाँच्दो रहेछौँ त? बाँच्दैन रहेछौँ। जसरी हामी चाहिँ अरू नभए बाँच्दैनौँ, त्यसरी नै यो पारिस्थितिक पद्धतिमा या यो वातावरणमा कुनै पनि जीव एक्लै बाँच्न सक्दैनन् है। ओके, बुझ्यो है? कुनै पनि जीव एक्लै बाँच्दैन। सबै जीवले अर्को जीवसँग कुनै न कुनै किसिमले चाहिँ अन्तर्क्रिया गरिरहेकै हुन्छ है। अब त्यो अन्तर्क्रिया कस्तो खालको हुन सक्छ त भन्दाखेरि हामीले पढ्न त 5 थरी पढ्नुपर्छ, तर अहिलेलाई हामी 3वटा कुरामा फोकस गरौँ, 3 थरीमा फोकस गरौँ है त। अब त्यसको लागि चाहिँ म तिमीहरूलाई 3टा ग्रुप, तिमीहरू अलरेडी 3वटा ग्रुपमा छौ हैन? ग्रुप 1, ग्रुप 2 र ग्रुप 3, 3वटा ग्रुपमा काम गरौँ है त। म 5 मिनेटको टाइमर अन गर्छु। यो 5 मिनेटमा ग्रुप 1 ले यस्तो रिलेसनहरू खोज्नु, डिस्कस गर्नु, कपीमा टिप्नु जसमा चाहिँ दुवैलाई चाहिँ फाइदा होस् के। यस्तो रिलेसन खोज्नुहोस् जसमा चाहिँ फाइदा होस्, जीवहरूलाई फाइदा भएको होस्। ग्रुप 2 ले यस्तो रिलेसन खोज्नु जसमा चाहिँ जीवहरूलाई बेफाइदा भएको होस्, बेफाइदा हुने खालको रिलेसन खोज्ने। अनि ग्रुप 3 ले चाहिँ यस्तो रिलेसन खोज्छ जसमा चाहिँ फाइदा पनि हुन्न, बेफाइदा पनि हुन्न के भनौँ, एउटालाई चाहिँ फाइदा होला हैन, तर अर्कोलाई चाहिँ फाइदा पनि नहुने, बेफाइदा पनि नहुने। यो 3वटा खालको रिलेसनहरू खोज्छ है त। सकिन्छ? ओके ल, आवर टाइम स्टार्ट्स। दुवैले डिस्कस गरेर गर्नु, लेख्न चाहिँ एक ठाउँमा लेखेर हुन्छ ल। नाउ हामीले के दिन्छ बोट बिरुवालाई?
डिस्कस गर्ने ल्याङ्ग्वेज मात्रै लेख्नुपर्छ भन्ने छैन चित्रहरू बनाउन पनि भयो है जसरी हुन्छ जसरी एक्सप्रेस गर्ने हुन्छ तिमीलाई कस्तो तिम्रो दुईटामा कस्तो डिस्कसन हुन्छ त्यही अनुसार है कस्तो रिलेसन लेख्नु पर्यो तिमीहरू खोज्नु पर्यो तिमीहरूले भन्दाखेरि जसमा चाहिँ बेफाइदा भएको होस् होइन जस्तो जुन अन्तर्क्रियामा चाहिँ कुनै एउटा जीवलाई बेफाइदा भएको होस् है त्यस्तो खालको सम्बन्ध कतिवटा आउँछ यु स्टिल हेभ टाइम अझै 3 मिनट बाँकी छ स्टार्ट भयो 1 मिनट बाँकी Five, 4, 3, 2, 1 टाइम ल अब हामी के गर्छौँ भने यता बेन्चबाट तिमी बाहिर आऊ प्रश्न यताबाट पनि तिमी बाहिर आऊ यताबाट तिमी बाहिर आऊ ल तिमी यहाँ बस तिमी यहाँ बस तिमी त्यहाँ जाऊ त ल अब हेर यो बेन्च यो ग्रुप कसको ग्रुप हो खुसीको ग्रुप हो के हैन यहाँ खुसी होमी अनि यो चाहिँ एलियन है अनि यो ग्रुपमा यो कसको ग्रुप हो मनोजको ग्रुप है यहाँ मनोज होमी तिमी चाहिँ एलियन अनि यहाँ चाहिँ समत होमी प्रश्नमार्क एलियन है त ओके ल अब होमीले के गर्नु पर्यो भने तिम्रो ग्रुपमा भएको डिस्कसन चाहिँ आफ्नो ग्रुपमा आएको एलियनलाई बुझाउनु पर्यो तिमीसँग सिक्नको लागि आइराछ भनेर बुझ्नु पर्यो है ल 2 मिनेट्स 2 मिनेट भित्रमा आफ्नो ग्रुपमा डिस्कस भएको कुरा चाहिँ एलियनलाई सम्झाउने ओके रेडी 3 2 1 स्टार्ट बुझाउने तिमीले के बुझ्यौ त्यो कुरा चाहिँ अरूलाई बुझाउने फर्स्ट लगाउनु हुँदैन भयो है ल
पनि एक्सचेन्ज गरौँ प्रिभिसन त्यहाँ छ तिमी यहाँ आऊ र तिमी यता आऊ त ल ओके ल वन्स अगेन होमिज तिमीहरूको चाहिँ अब नयाँ एलियन आयो तिमीहरूको बेच है ओके न नयाँ एलियन आयो अब नयाँ एलियनलाई पनि तिमीहरूले बुझाउनु पर्यो ओके 2 मिनेट 3 2 1 गो Go back to your own planets, dear aliens. Go back to your own planets. अब एलियनहरूले चाहिँ डिफ्रेन्ट दुईवटा डिफ्रेन्ट प्लानेटहरूमा गएर होइन उनीहरूको कन्सेप्ट बुझेर आएन होइन अब एलियनले चाहिँ आफ्नो होमीलाई अब आफूले अरू प्लानेटमा गएर सिकेको कुरा बुझाउँछ होइन 2 मिनट्स 3 2 1 स्टार्ट Okay. Now that you have shared, है ना? एकले अर्कोलाई शेयर गर्यो हामीले जुन तीन खालको रिलेसनशिप हामीले डिस्कस गर्नु भनेर भन्यौं हैन अब तीन खालको रिलेसनशिपहरु मलाई लाग्छ अब सबैले केही न केही थाहा पायो है अब म यसलाई नाम दिन्छु है त यहाँ यो फर्स्ट ग्रुपले जुन रिलेसनशिपको कुरा गर्यो जसमा चाहिँ दुवैलाई फाइदा हुन्छ नि यस्तो खालको रिलेसनशिपलाई हामी सिम्बायोसिस भन्छौं है त ग्रुप 1 ले डिस्कस गरेको रिलेसनशिप के हो त सिम्बायोसिस हो है अनि ग्रुप 2 ले डिस्कस गरेको जुन रिलेसनशिप छ जसमा चाहिँ एउटालाई फाइदा छ अर्कोलाई बेफाइदा छ नि हैन ग्रुप 2 बेफाइदा हो नि हैन जस्ट एउटालाई बेफाइदा हुँदै गर्दाखेरि अर्कोलाई त पक्कै पनि फाइदा त हुन्छ होला नि त दुवैलाई बेफाइदा हुने रिलेसन त खासै नहोला है हैन ल ओके एनीवे यदि रहेछ भने पनि यस्तो एउटालाई फाइदा हुने या कुनै एउटालाई बेफाइदा हुने खालको रिलेसनलाई चाहिँ हामी परजीवी भनेर भन्छौं के प्यारासाइटिजम सो ग्रुप 2 ले डिस्कस गरेको के हो त प्यारासाइटिजम र ग्रुप 3 ले डिस्कस गरेको रिलेसनमा चाहिँ एउटालाई त फाइदा छ तर अर्कोलाई न फाइदा छ न बेफाइदा छ हो के फाइदा पनि छैन बेफाइदा पनि छैन अनि त्यस्तो खालको रिलेसनलाई चाहिँ कमेन्सुलिजम भनिन्छ है त ग्रुप 1 तिमीहरुको मेथडको नाम के हो रे रिलेसनको नाम के भन्दा तिमीहरुले डिस्कस गरेको इन्टरएक्सनको नाम के थियो रे नाम म्युचुअलिजम है अनि या सिम्बायोसिस पनि भन्छ है ग्रुप 2 ले डिस्कस गरेको रिलेसनको नाम के थियो परजीवी प्यारासाइटिजम र ग्रुप 3 ले डिस्कस गरेको रिलेसनको नाम ग्रुप 3 को चाहिँ कमेन्सुलिजम नाम याद गर्ने ल अब म तिमीहरुलाई 30 सेकेन्ड टाइम दिन्छु है 30 सेकेन्ड सम्म तिमीहरु आँखा चिम्लेर एकचोटी इन्टरनलाइज गर आज यो तीनवटा रिलेसनशिपको बारेमा है आफ्नो ग्रुपमा डिस्कस भएको र साथीबाट सिकेको कुराहरूलाई इन्टरनलाइज गर त्यसपछि म
म जोसुकैलाई पनि भन्न सक्छु एकजनाले चाहिँ यो तिनीहरूकै रिलेसनसिपको बारेमा भन्छ है त थाहा भएन भने म हिन्ट चाहिँ दिन्छु डोन्ट वरी ओके ल 30 seconds starts now close your eyes try to think back Okay, now slowly open your eyes. Slowly, don't open it abruptly. Slowly open your eyes. Open your eyes. You see? Okay, is anyone ready? कसैले चाहिँ म भन्छु भनेर भन्छ भने that's very good. Otherwise, I'm going to pick. Anyone ready? कसैलाई excited भन्नलाई? Okay, Adip Adip saved everyone. I will give a big hand to Adip. Okay, Adip, go on. Team one को चाहिँ हैन तिनीहरुको चाहिँ अब एउटाले फाइलमा थाल्नु पर्यो नि फाइदा बन्द कि अब अक्सिजन बिरुवाले अक्सिजन फाल्छ अनि मान्छेले अब कार्बन डाइअक्साइड मात्र बिरुवाले दिन्छ त्यो भयो अब ग्रुप 2 को चाहिँ जस्तै कि अब कुनै जङ्गल विनाश भयो भने अब मान्छेलाई नि अब हानि पर्छ हैन अनि अब यो छ नि आउन बसाले अब हाम्रो सोइललाई खराब गर्छ जस्तो भनेको छ अनि हाम्रो ग्रुपको चाहिँ ग्रुप 3 को चाहिँ जस्तै कि पिओ बोर्डले जुन बेला नि अक्सिजन दिन्छ अरू बोर्डले चाहिँ बेलुका भएपछि अक्सिजन अब आफूतिर तान्छ नि अनि हाम्रो मान्छेहरू चाहिँ अब त्यो अक्सिजन दिन्छ कार्बन डाइअक्साइड दिन्छ ठिक छ कुरा चाहिँ मोटामोटी सबैबाट आयो होइन तर कन्सेप्टमा चाहिँ अलिकति ग्याप रहेछ है कन्सेप्टमा थोरै ग्याप रहेछ र अब तिमीहरूको डिस्कसनबाट खुल्न नसकेको कन्सेप्टलाई चाहिँ अझ खुलाउनको लागि अब तिमीहरूलाई म होमवर्क असाइनमेन्ट के दिन्छु यो तिमीहरूलाई टर्ममा चाहिँ थोरै स्टडी गरेर आउने रिसर्च गरेर आउने होइन अनि तिमीहरूको कहाँनिर मिलाएको छ कहाँनिर मिलाएर रहेन रहेछ भन्ने कुरा चाहिँ त्यहाँबाट पत्ता लाग्छ है र तिनवटा वर्डहरू टिप त नम्बर 1 म्युचुअलिजम MUTUALISM नम्बर 2 कमेन्सुअलिजम COMMENSIALISM र नम्बर 3 parasitism 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 यो यति स्टडी गर्न आउने यति स्टडी गर्दाखेरि चाहिँ तिमीहरूको जुन अहिले जुन कन्सेप्ट खुल्न नसकेको छ होइन त्यो कन्सेप्ट खुल्छ भन्ने चाहिँ मलाई विश्वास छ है अनि त्यसपछि हामी भोलि फेरि तिमीहरूबाट सुन्छौँ है तिमीहरूबाट नै सुन्छौँ भोलि फेरि तिमीहरूले खोजेर आएको कुरा तिमीहरूले खोजेपछि बुझेको कुरा र आज तिमीहरूले भनेको कुरा कहाँनिर मिल्यो कहाँनिर मिलेन त्यो तिमीहरूले नै एनालाइज गरेको कुरा रिफ्लेक्सन हामी भोलि सुन्छौँ अनि त्यसपछि बाँकीको दुईवटा रिलेसन पनि भोलि डिस्कभर गर्छौँ है त ओके तिमीले जहाँ खोजे पनि पायौ है इन्टरनेटमा खोज्न पनि पायो बुकमा खोज्न पनि पायो ओके है ल ओके आजलाई यति गरौँ हुन्छ है ल हामी भोलि फेरि भेटौँ